यहाँ अब हाम्रो फुपाहरू पनि आइपुग्यो। यहाँ छेमाले खाना बनाउँदैछ। होइन मैले चाहिँ नानीहरूलाई टिका सिका लगाइसकेँ। यहाँ आएको छ यी हुन्छ फुपाहरू आएको छ। यहाँ बुढो नानीहरू चाहिँ यहीँको छोरीको पहिलाको यहाँको भिडियो हेर्दैछ। हाम्रो भाइको दिशानको यहाँको भिडियो हेर्दैछ। अब हामी चाहिँ बाजेकोमा टिका लगाउनु आएको। टिका सिका लगाएर चाहिँ यसो त्यसो खाएर चाहिँ फेरि मलाई क्या मन परेदेखि कस्तो अरे दिनमा अरे आँखामा पठाइदिएको नि मैले तर आँखामा पठाइदिएको नि आँखाको दिएको नि मैले त्यस्तो हेर्छ केटा अब छोराले बिहा गर्ने बेलामा बाउले हेरिरहेको बाउ पो गर्छ क्या न पुरुक्कै ल। यहाँ हाम्रो घरको मूलले चाहिँ यहाँ अब टिका उठाउनु हुँदैछ है। यहाँ चाहिँ हाम्रो घरको ठुलो फ्यामिलीको सबैभन्दा ठुलो बाबा र यहाँ हाम्रो फुपाले चाहिँ यहाँ टिका लाउने मान्छेले चाहिँ आउने मान्छेले चाहिँ यहाँ कुकिङ गर्दैछ हो। सबै रेडी भयो। अब एकछिनमा टिका टाल्नु भएको छ नि त्यहाँदेखि इटिङ हुन्छ फेरि त्यहाँबाट हुन्छ है। यहाँ बिजी छ सबै। यही मेरो छोरा यो मेरो छोरा हो। यसको साथी अरविन्द यता यहाँ चाहिँ हाम्रो बोजू बितेर जानुभयो है। हाम्रो बाबाको आमा। यहाँ मेरो फुपू मेरो बुढी मेरो ठुलो छोरा यहाँ छेमा यहाँ चाहिँ म आइबाउ ल अब यहाँ चाहिँ हाम्रो बाबाले चाहिँ छेमालाई लगाइदिएछ टिका है। अब बाबाको आमाहरू छैन। बाबा मूल पर्यो को अब ठुलो कोही हुनुहुन्न। बाजेलाई चाहिँ अब नातिहरूले लगाइदिन्छ एकछिनमा टिका। बन्द गर्नु काम चाहिँ सुन्दिनँ। दसैँ तिहारमा कान सुन्दिनँ नि त म। पैसा काम हाम्रो यहाँ कुक बिजी छ। यहाँ ऊ पर
पैसा मागिहाल्ने म के सिट ढोक्यो पैसा त दिनु पैसा नदिकन के हुन्छ है दिनुपर्छ त कागज छ कागज पैसा नदिकन कहाँ ठोको मेरो त 500 रुपियाँ ठुङ्यो पैसा देऊ अहिले 20 रुपियाँ दिएको त होइन अरे हजुर 20 रुपियाँ दिएको त होइन अरे 500 रुपियाँ ठुङ्गी छाड्यो 20 रुपियाँ पो दिँदैछ त्यो म चाहिँ कैँची छैन कैँची छ त अन्त किन ए पक काट्छ 20 रुपियाँ दिन आँटेपछि तपाईँलाई बाजेले 20 दिन आँटे बाबाले उयो आफ्नै 20 रुपियाँ दिँदै त कति दिएछ खै हेर्नु 20 रुपियाँ दिएर छ 20 रुपियाँ पैसा होइन ल उ 20 होइन तुरिन्छ 20 रुपियाँ 20 रुपियाँ दियो 20 रुपियाँ दियो यता ब्याग गर्दै पनि भयो नि त ब्याग गर्दै अन्त दुईटा ब्याडी ल्याउन सकिन्छ के को दिवाली भयो नि त किन हामीलाई दिवालीमा टिका लगाइदिनु न अन्त दिवालीमा त फेरि यहाँ सबभन्दा राम्रो के अरे लुगा पाउने जग्गा छ हौ खै म बाजेले लगाइदिइहाल्छु नि अन्त ज्याकेट पाउँछ पाउँछ त ल अब हाम्रो यहाँ है बाबाको चाहिँ ठुलो कोही हुनुहुन्न र हाम्रो उसमा चाहिँ है नातिले चाहिँ बाजेलाई लगाइदिँदा पनि हुन्छ टिका है यसरी यसो गर्छ कहिले ए त त्यसो गर्छस् ए त्यसो गर्छ कहिले टिका लगाउँदा लाट्टा मन त त्यो ज्वरो झारेको जस्तै यस्तो नातिहरू छ नि त राम्रोसँगले गरेर कलश घुमाइदे कलश घुमाउँदैन सन्त बाबाले कसरी लान्छ घरमा तिमीहरूलाई अब दाहिनेपट्टि दाहिने भने कहाँ हो टाउको कलशबाट म भन्छु त्यहाँ अब यहाँले त्यहाँ ब्याग मैले गर्नु पर्दैन होइन त्यहाँ यहाँ मुनि आइज अब त्यहाँ पर्दा अब टिका लगा पैसा के गरेर बोजूको दक्षिणा लौराउनु नि तर बाजेले 20,000 दिइरहेछ साइडबाट हाल्दैन यता चाहिँ नानी त अलिक यता यहाँ चाहिँ अब बाजेको आयु नातिले चाहिँ बाजेलाई लगाइदिँदैछ है टिका बाजेको आयु 100 वर्ष होस् भन्नु अबे गुमुत हुँदैन हाम्रो बाउ त 90% बाँचेको के दिनु तैँले पनि लैजा ल सानोले पनि गर अलि यसको त कम न अग्लो छैन यो अन्त अलिक उता छ त्यो ब्याग उता ब्याग छ ल हाम्रो चाहिँ यहाँ बाजेलाई चाहिँ नातिले लगाइदिँदा हुन्छ है टिका अब दक्षिणा कति दिन्छस् बाजेलाई है ए दक्षिणाले बाजे खोटा ढोक्नु पऱ्यो बाजे ए यहाँ चाहिँ पुचे यति बेला हो बाजेको खोटा ढोक्नु दक्षिणा दे बाजेलाई दक्षिण दे उ 20 रुपियाँ पनि बोजूको 20 रुपियाँ दिइहाल अहिले दिइराख पर्दैन अन्त यो दाहिने हेर्ने नहल्लै ए हेलो लु छेमा आउनु लु खोइ छेमा बोलाउनु लाउनु न पहिला काम गर्ने आउनु पर्यो टिकट ल्याएर 3 तारिकको टिकट ल्याएर आएछ लु जोइले त के ल्याएछ 3 तारिकको टिकट पो ल्याएर आएछ भोलिको के भोलिको लट्ठी टिकट अरे लट्री आजको ल्याएको अरे होस् न त परे 3 तारिक भोलिको पो ल्याएछ उता लैजाऊ हैन 3 तारिकमै पर्ने होला नि त्यसको भाग्यमा त्यो सबै हेर्ने यो ए सगुन 3 तारिकको लट्री परेछ अब त्यही तिम्रो भागमा जे छ त्यही पायो को तपाईँले लिएको ए पर्छ भोलि पर्छ घरमा त ठिकै हुन्छ म आज हेर्नु पर्यो 1 करोड त उठ्दैन कसरी उठ्छ सो आज बिहिबार म माथि चढिरहेको छु त म कति चढिरहेको छु म त बिहिबार आज अन्त टिका लगाएर भोलि चाहिँ पैसा भर्ने आउनु म छैन के आमा बिहिबार परे आज राम्रो गरे त्यो अघि लाम्बु भानिसले भन्दा थियो नि त ओ माइजू बिहिबार चाहिँ टिका लगाइदिनु अन्त भोलि आउनु भन्नु नि भन्दा थियो नि त मलाई
भोलि जान्ला चाहिँ आउला छ त फेरि बोजूको अब कस्तो 3 तारिक टिकट दिएर आएको फेरि दे हेरेन होला फेरि बेच्नेले पनि त त्यसै बेचेछ नि त त्यसो दियो होला नि त के भन्दैन यहाँ छोडी राख्नु न नातिहरू त औमा छ यहाँ छोडिरहेको हुन्छ अर्बिटले हुन्छ लाउनु बाँकी बडा ए दादालाई म घरमा लगाइदिएको छु नि यहाँ निक्लियो हाम्रो 3 तारिक 2 तारिकको लाउनु 3 तारिकको काट्यो को लागि बस्नु कि भोलि पाउँछ चारपल्ट पारिसक्यो नि एउटा मजाले रिजर्भ गाडी जाने लट्टी के भन्छ हौ सेतो टिका त हुन्छ काकाले उयो फुपाले होइन हुँदैन हैन नि अब 14 तारिक त वर्ष हुन्छ हुँदैन नि अनि भए त भइहाल्छ नि अस्ति तरबार खुली त हाल्छ पछि दिवाली त भयो होइन भाइटिका त भयो होइन दिवाली त हुन्छ दिवालीमा आउँछु नि त्यसले गर्दा चाहिँ नानीको गरिहालेको ए बोजू दिवाली त राम्रो खोलिहाल्छ नि फुपू पनि निकाल बर बोजूको बिचारामा सान्छु नि त आउँछ चलाउनु ए उयो भाइले लाग सबै माथि माथि लैजाऊ माथि हो त्यहाँ जहिले कलर पनि नपाउँदा खानु केही दिन हुँदैन बारेछ को यस्तो त बारे सुन्यो नि हौ यस्तो यस्तो कहाँ बारे हुन्छ हौ मुख त कहाँ बार्छ होइन फुपा मुख बार्नु भयो यो बोल गर्नु अब गीत खासो मुख पनि बार्नु पर्थ्यो नि होइन नि आएको 3 घण्टामा कुनै यसको खोल्दैन अबे खुला खुला क्या के किन्न आँटेको फुपा के किन्न आँटेको तेरो बाजेको फुपा बाजे भन्नु फुबै भन्छ फुबा फुपै भन्छ फुबुला फुबै भन्छ त्यस्तै राम्रो त्यस्तै राम्रो त्यही छैन त्यसलाई चाहिँ नानी पटका पटका न ए बाजे बोजूले लगाइदिएको छैन टिका नानीहरू त हाम्रो पालो आएको तपाईँले पनि त लगाइदिनु पर्छ ल अब यहाँ यता आइजको अन्त यहाँ त्यहाँ बस पटेका कुनै पड्काइन्छ पटेका त्यो बिहा घरभित्र पढाइन्छ त्यो पड्किन्छ ठुलो पड्किन्छ बाहिर आँगनमा ल टिका लगाइयो है सिसा छ फेरि अब घरबाट टिका लगाइयो छैन निधारभरि लगाइदिएछ यसो लगाउनु पर्छ है टिका चाहिँ क्लिप छ क्लिप वर्षमा एकपल्ट हो यहाँसम्म लगाउनु पर्छ लगाउनु न हौ कपाल त यसको त यी घरमै लगेर पड्का नानी उयो हस्पिटल पड्काउनु भयो त सडकमा पढाउनु हुन्छ सडकमा हुन्छ ऊ नानी हस्पिटल बिमारीहरू तर्सेर हात म बिहान को आएको बिमार छ भन्दै बिचरा तल उयो ब्याग बजाउँदै थियो उसले तल मुनि पनाएको आमा यो त मेरोबाट लेख नि त अन्त नबजाउनु आमा सन्तोष होइन सानो बजाउनु र भन्दैछ उहिले बाहिरै बजाउँदै बाहिरै बजाइदिनु यता उता छुन्दैन नि त हाम्रो सिधै सुन्छ नि त त्यहाँ सायद अलिक साह्रो साह्रै होला बिचरा पुत्ताहरू नबजाइदिनु आमा बिमार छ तिनीहरूले योपालि तिनीहरूले दसैँ त मानेन त्यस्तो साह्रो मानेको थिएन छुइछाइ छ छापछुप छ अहिलेको टिका टोटलै झारेछ यसले त ए त्यो आफै बग्यो सबै तेरो कान्छाको छ त अन्त पराइ छेत्रीको कलर यो चाहिँ
योपालि रातो गरेर लाग्यो मलाई सेतोमा मजा आउँछ थापेको छैन चाट बजु धैर्य के कारण कपाल काट भनेको भज्याहरू हताप त्यो केसले गर्दा त खास त्यो झरेको त टिका यसको छोटै छ र पनि हडेन हौ हाम्रो सकिहाल्यो अब यतै नामा हाम्रो त्यति हो बाजेहरू बोजू पढा त अब भोलि कहिले आउँछ बडाबडीको पनि जानुपर्छ उनीहरूको टिका हुँदैन ए किन टिका उठाएन उनीको मरेको छ अरे उनीहरूको हुँदैन अरे ओ मान्छे मैले नाला खान राख्छ हौ हाम्रो बुढोले कम्ती भन्यो बोजू बोजू अरू पर्खिरहेको छ नि त यो बाजे हप्ता हुन्छ फेरि यति त अडाउनै टिका चाहिँ अब उयो नगर्नु नि नातिहरू चाहिँ दुईटा हो यहाँ बाजेको नातिहरू गणेश बाजेले पढाउँदै त्यसलाई किन अन्त यसले फोनै गर्दैन अरे अब उता जाने बेला फेरि बाजे बाजे भन्दै गरेको हुन्छ उर्छु बाहिर उठ्ने मलाई फोनै गर्दैन यसले भने जता गएछ त ड्युटी बनाएर जहिले मेरो त डरलाग्दो लागेको थियो क्या अडेको त राम्रो त हौ नानी त्यसो टिका झर्नु भन्छ त हाल्नु त अझै हालिदेऊ हाले त मेरो पनि लास्ट लाग्यो पालि त टिका त्यो ससुराली अर्को भने हामी त भिडियो कलमै लगाइदिन्छौँ होइन बाजे नेपाली म त भ्याउँदिनँ पो लाग्यो त्यहाँ नि आयो नेपाल धन्न भ्याएको त्यो छिटो भयो यो रुमाल छिटो निकाल। अब हामी ढोकेपछि दिनै पर्यो होइन नानी ढकढक ढोकेपछि त है उसो ओइ लु न बोजू कहाँ भात पस्किनु आसनहरूमा आउनु नि ढोक्छु आरामै छ के छ यो फोटो खिच्नुपर्छ अब सबैलाई पकेको कुन चाहिँ यो चाहिँ के हो छु यहाँ पर्के दिदैछु यो के हो हौ तिमीले खान्छौ हाउ करो नगर्नु न खेन्जा हो खान्छौ मेरो कहिले किने त अहिले अन्त अस्ति कालेबुङमा ल्याएको नि अब यो मेरो उस छ नि त प्रोग्राम छ फेरि यो खेन्जोको होइन घोषणामा नाच्छ अरे बुढो साँच्चै कस्तो राम्रो छ के रहेछ होइन? खेन्जा भन्दा म त लगाउँछु त अस्ति ऊ तेन्जीको उयसमा फुलपातीमा लाउँछु भनेर ए ओइ आयो आयो परे अभियान लगायो फुलपातीमा कहाँ दौड सोध्न आएर ल ल काम गर्नु चाहिँ मलाई ए पाए पैसा पाए पैसा म चाहिँ आरामको यो चाहिँ मेरो ल है ल अब लु बर्खा ढोक्नुको त सिधा बस्छ दुईजना यो बाजे ए अर्जुन पनि दिनु पर्थ्यो बाजे लु नानी दियो दियो त अब त एक पालो दिए अभियान दिनु ल यहाँ म त कहाँबाट दिनु टोक यहाँ हामी टोक अलि भइहाल्छ यसरी पक्रिन्छ फेरि ल न आउनु नि दुईजना न ढोक ए नानीले दियो के गर्छ आज दिए कति कति पैसा हेर्दै कति एक सौ भाइ बदा बाजेले पनि दिनुपर्छ नि होइन बुझ्यो सालमा एकपल्ट हो यो त बोजूले दिएको तपाईँले त दिनु पर्यो नि मलाई त बुहारीलाई फर्स्ट टाइम सालमा यो त एकपल्ट तलहरूको बोजूले सारेको हो ए बाजे कहाँ हुन्छ एक मलाई त दिनुपर्छ है सारेको यो त बोजूको भएको होइन बोजू पैसा त तपाईँले त तिमी त अब उसमा गयो त ब्लकमा एक सौ लाग्छ कहीँ तपाईँ दिनु मलाई मलाई त तपाईँ दिनु पर्दैन नि आज त कहाँ हुन्छ भात खाएर अहिले लु निकाल्नु नि ल ल ल ल ल निकाल पहिला माग्ने साल बाहिर पैसा दिनु मलाई त पैसा दिइहाल्नु लु न निकाल्नु न लौ या तङ्गा के रे या बुहारीले बाजेलाई भन्नु न पैसा एकछिन पहिला खाइहाल्नु हो दिइहाल्नु फुपू मलाई त जिरो लु बाघमा बाजेको कति भेट्यो ओहो भेट्यो बोजूको पनि छ
ए मेरो पनि राख्दे आमा ए बोजीले दिएको 300 मेरो पनि राख्दे खै तपाईँको कुन त ए हो एउटा यारे माग्नेहरूलाई भेटे 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 अझै एउटा खै फुपा जोइ ज्वाइँलाई कराइमा छ है मलाई परेन होइन त्यस्तो थापेर त फर्नु भइदियो त अन्त कहाँ हो त्यो अब फुपालाई अब यस्तो गर खाबे छ अस्ति छिटो छिटो त्यो म त थाप्दिनँ के भएको फुको दक्षिणा ए फुको दक्षिणा हो त्यो फुको दक्षिणा त्यस्तो गर्नु हुँदैन त आशीर्वाद बिडी के ए स्या कम्ती पायो भनेर दुखमन गर्दैछ अर्बिन गई दुखमन गर्दैछ फुपाले कम्ती पायो भनेर आयो खै यिनीहरू फोटो खिच्नु भनेर त खै लु आइज लु फोटो खिच्नु बस बाजेहरूसँग खिच्नु बाजे बोजूसँग हाम्रो अर्बिन पनि नाच्यो हो नि त अन्त ए कति पाइस अर्बिन 1000 रुपियाँ पाइस यसले हो नि त छोरालाई चाहिँ दिँदैन भने चाहिँ लु भयो फोटो खिचेर छिटो ल अब चाहिँ हाम्रो चाहिँ टिका सिका भइसक्यो साथीहरू अब चाहिँ हामी यहाँ ए अब चाहिँ हाम्रो चाहिँ अब चाहिँ स्टार्ट भयो फुपा भदैको है तपाईँहरूको पनि भइसक्यो होला हाम्रो चाहिँ ढिलो भयो लु बाबा म आउनु लु बस्नु खै ए साथीभाइलाई चेसै त्यसै खै बाबाको लु ए खै ए लोकल मिठाई यो चाहिँ लोकल जैसलाई परेको नखाने जैसलाई फेरि शुद्ध केही नखाने हो निलले मात्रै घुट्लुक खान छाडेको बच्चा